हामी चाहिँ यहाँ चाहिँ सफा गऱ्यौँ है तुलसीको मठमा। यहाँ शालिग्राम भगवानहरू हुनुहुन्छ, भगवान हुनुहुन्छ। अनि चाहिँ यहाँ हाम्रो तुलसी माता दाइले चाहिँ ट्याक्क सफा गरिसक्नु भयो। तल पनि हुनुहुन्छ। यहाँ चाहिँ बाँस अनि चाहिँ यो हाम्रो साल है, साल सुन्तला सबै राखेर ट्याक्क बिहेको लागि रेडी, मण्डप रेडी भइसकेको छ। अब रेडी भइसकेको छ, तुलसीको बिहा हुन लागिसकेको छ। शालिग्राम देवताको माला यी के खै अरू वहाँ छ नि त माला माथि तल पनि छ हैन, तल पनि त छ नि त माला, तल पनि छ माथि पनि छ। ल भन्नु त। अब बत्ती दियो बाल शिवजी तुलसी। अब हामीहरूले चाहिँ अब मान्ने देवताहरू देवहरू अब यिनै हुनुभयो, साँच्ची राखेर अब हामीहरूले चाहिँ अब मानिरहेको। तुलसीको र कसको बिहे गरिदिने हो? के को अरे? तुलसी र विष्णु भगवान हो। त्यही भएर शालिग्रामसँग राखिएको। शालिग्रामसँग विष्णु भगवानलाई पनि राखिएको छ। एउटै हो। पूजा गर्ने पुजारी उहाँ हुनुहुन्छ। म अब यसो बिदाई भएँ। जल कालीगण्डकीको जल सखरखण्ड यसरी पूजा गरेर बिहे सम्पन्न अब गरिँदैछ। काली एकदम प्योर काली गङ्गाजी हुन् हाम्री, डुप्लिकेट काली गङ्गाजी होइनन्। खै पण्डित एउटा मन्त्र फुक्नु पर्यो पण्डित बाजेले। प्रसाद खाएको मान्छे कविताजीलाई यसो ल पूजा हुँदैछ। अब बिहे सम्पन्न लगभग भइसक्यो। यहाँ पण्डित पुजारी चाहिँदैन, मनदेखि बिहे गराइदिएपछि भइहाल्छ। यो भनेको चाहिँ के हो भनेको, यो भनेको प्योर प्रकृति नेचरलाई चाहिँ सम्मान गरेको आत्मसन्तुष्टि लिएको। यसरी बिहे गराइदिँदा चाहिँ सबैको मनमा सबैको के हुन्छ, कल्याण होस् भन्नु एकचोटि दाइ। सबैको कल्याण होस्, राम्रो होस्। हाम्रो यो कल्याण यात्रा निरन्तर चलिरहनेछ, सफल होस्। यही हो बाबु हाम्रो शुभकामना। तुलसीलाई आगो छोरो पाउँछिन्, फेरि धेरै तुलसी बनाउँछिन्। फेरि अब उनले अर्की तुलसी बनाउनु पर्यो नि त।